हेलो साथीहरु, यहाँ हेर्नुस् आज चाहिँ हामी बिहानै अब यहाँ हस्पिटल जाँदैछौँ हो। आज चाहिँ दिदीको ओटी छ, अन्त चाहिँ यति बेसी स्पिड भयो हो। अन्त 9:30 मा भनेको थियो, अब रेडीहरु बनाइसक्यो अरे। अन्त हामी चाहिँ यहाँ जाँदैछौँ हो, एकदम आत्तिरहेको छ। अन्त हामी चाहिँ यहाँ सबैजना जाँदैछौँ। हेलो साथीहरु, यहाँ हेर्नुस् चाहिँ अब चाहिँ हाम्रो बिमारीलाई चाहिँ ओटीको लागि भित्र लगेको छ। अन्त लाँदै गरेको चाहिँ भिडियो गर्नु दिएन यहाँ चाहिँ हो। हामी चाहिँ यहाँ सबैजना बसिरहेको छौँ। अन्त यहाँ भर्खर लगेको, अन्त लाँदै गरेको चाहिँ यहाँनिर भिडियो गर्नु दिँदैन रहेछ। अन्त भिडियो गरेन हो। अन्त हामी यहाँ वेट गरिरहेको छौँ, एकदमै प्रार्थना गरिरहेको छौँ। तपाईँहरूले पनि पुरा प्रार्थना गरिदिनुहोस् होइन। अन्त हामी चाहिँ एकदम अपरेसन चाहिँ सक्सेस भइहालोस्, एकदम डर लागेर यहाँ बाहिर बसिरहेको छौँ साथीहरू। चाहिँ बेबी भइसकेको छ हो। अन्त हामी चाहिँ यहाँनिर बेबी पाएर पनि हामी नानीलाई चाहिँ उयसमा लगेको छ, आमालाई चाहिँ निकालेको छैन हो। अन्त यहाँ हेर्नु चाहिँ बेबी चाहिँ के भयो होला, तपाईँहरूले गेस गर्नुहोस् ल। हाम्रो चाहिँ एकदमै बेबी चाहिँ के भएको छ भने नि के भएको छ हौ। Oh my god, यहाँ चाहिँ बेबी चाहिँ गर्ल भएको छ होइन। अन्त एकदमै तपाईँहरूलाई पनि धन्यवाद, तपाईँहरूले कतिजना सबैजनाले प्रे गरिदिनु भयो होइन। अन्त हामीले पनि पुरा प्रे गरिरहेको थियौँ। हामीले चाहिँ फाइनल्ली बेबी चाहिँ पाइसकेको छौँ। हाम्रो चाहिँ बेबी गर्ल भएको छ है साथीहरू। अनि तपाईँहरूलाई पनि प्रेहरू गरिदिनुमा धेरै धेरै धन्यवाद। यहाँ चाहिँ बेबी गर्लको बाबा चाहिँ एकदमै खुसी छ, एकदमै खुसी छ हो। एकदम छोरी 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 भनेको थियो हो, एकदमै जस्तो भने त्यस्तै प्रभुले चाहिँ हामीलाई छोरी दिनु भएको छ है साथीहरू। अनि प्रभुलाई पनि धेरै धन्यवाद। हेर्नुहोस् है, फाइनल्ली हामीले चाहिँ बेबी पनि पायौँ। बेबीलाई लुगा लगाइदिनु त्यसै हाम्रो यहाँ जेठी माइजूले लगाइदिँदैछ हो। हेर्नुहोस् न कति क्युट छ। हेर्नु बाबा छ, फेरि दादा, यहाँ ठुलो आमा, यता माइजू, यता चाहिँ बुबु। यो यसको जस्तै रहेछ मन नरेन।